कहिलेकाहीँ हामी भित्रै एउटा आवाज गुन्जिरहन्छ, तिमी सक्दैनौ, डर लाग्छ, यदि असफल भयो भने। यस्तै कुरा जुन मन भित्रैबाट आउँछ, तर त्यो साँचो आवाज होइन, त्यो भ्रम हो। साँचो मनको आवाज त भन्छ, हिम्मत गर, अगाडि बढ, तिमी सक्दछौ। मनको आवाज सुन्ने कला जीवन सधैँ सजिलो हुँदैन, कहिले डर लाग्छ, कहिले अलमल। तर जब तपाईँ मनको साँचो आवाज सुन्नुहुन्छ, तपाईलाई थाहा हुन्छ समस्या के हो र त्यसको समाधान कहाँ छ। एडभेन्चर भन्नाले केवल पहाड चढ्नु होइन, भित्रको डर, अन्यल र कमजोरीसँग लड्ने काम पनि एडभेन्चर नै हो। एडभेन्चर किन गर्नुपर्छ? डर हटाउनको लागि, समस्याबाट भाग्ने होइन, त्यसलाई बुझ्न र समाधान गर्न, आत्मविश्वास बढाउन, साँचो खुसी पाउन जुन भित्रबाट आउँछ र जिन्दगीलाई नयाँ दृष्टिकोणले हेर्न। एडभेन्चर गर्दा तपाईँ आफैलाई बुझ्नुहुन्छ के गर्न सकिन्छ भन्ने जवाफ मनले होइन, मनको आवाजले दिन थाल्छ। ट्रिप टर्बो एपबाट सुरु गरौँ। ट्रिप टर्बो एपले तपाईलाई सजिलोदेखि साहसी ट्रिपहरू सजिलै देखाउँछ। यस बिगिनर लेभल ट्रिप स्टार्ट हियर। संगा हाइकिङ, काठमाडौँ नजिक, वान थकाइ कम, प्रकृति नजिक, सोच्ने समय धेरै। नगरकोट सनराइज वक, बिहानको शान्त घामसँगै मनको आवाज प्रष्ट सुनिन्छ। चितवन जंगल सफारी, शान्त प्रकृतिमा बसेर आफ्नो मनसँग कुरा गर्न। यस मिड लेभल ट्रिप, थोरै च्यालेन्ज, मर्दी हिमाल ट्रेक, हरेक पाइला आत्मविश्वास दिन्छ। राफ्टिङ इन त्रिशुली, बग्ने पानीसँगै डर हटाउँछ, मन हलुका बनाउँछ। प्याराग्लाइडिङ पोखरा, एकचोटि आकाशमा उड्दा तपाईको नजर फराकिलो हुन्छ। यस एडभान्स्ड एडभेन्चर, रेडी फर च्यालेन्ज, बन्जी जम्पिङ कुशमा, हाम फाल्ने क्षणमै सबै डर छुट्छ। रक क्लाइम्बिङ नगार्जुन और हटिवान, च्यालेन्जलाई आफैसँगको खेल बनाउने यात्रा। गोसाईकुण्डा ट्रेक और अन्नपूर्ण सर्किट, शरीर थक्छ तर आत्मा शक्तिशाली हुन्छ। ट्रिप टर्बो एपले यी सबै ट्रिपहरू बुक गर्न सजिलो बनाउँछ र तपाईको एडभेन्चर यात्रा सुरक्षित र सम्झना लायक बनाउँछ। लक्ष्य, जीवन भनेको केवल सास फेर्नु होइन, जीवन भनेको मनको आवाज सुनेर अगाडि बढ्नु हो। डरले होइन, समझदारीले, समस्या देखेर होइन, समाधान खोजेर। एडभेन्चर गर्नुहोस्। ट्रिप टर्बो एप खोलेर आजै सुरु गर्नुहोस्, सजिलो स्टेपबाट साँचो आत्मयात्राको तर्फ। एडभेन्चर गर्नुहोस्, किनभने तपाईँ जिन्दगीलाई साँच्चै जिउन चाहनुहुन्छ।